यो एयरपोर्टदेखि यहाँसम्म आएको कति पैसा पर्छ नि? के अरे भन्सारसम्म? एयरपोर्टदेखि अँ त्यहाँदेखि आउनु भने लाग्छ। अँ तर यो प्राय धेरै साउहरूको मात्रै हुन्छ कि एकजनाको 15-16वटा भएर अनि अरूलाई यस्तैमा दिन्छ कि होइन? तपाईँहरूलाई चलाउने मान्छेलाई चाहिँ दिनमा यति मलाई दिनु पर्यो अनि बाँकी पैसा जति कमाउँछौ तिमीहरूलाई भन्ने होला। त्यस्तोमा बिग्रियो सिग्रियो भने के हुन्छ? हो यो इन्डियातिरको मान्छे आएर पनि यो अटोहरू चलाइरहेछन् भन्ने थाहा छ तपाईँहरूलाई? यो के आफ्नै हो कि रिक्सा कसको? भाडामा कति तिर्नुपर्छ दिनको? अनि चार्ज गर्दा कति? एकपटक चार्ज गरेपछि कति एक दिनभरि हुन्छ? ए 100 किलोमिटर भने लगभग एक दिन पुग्छ होइन? एक दिन। अनि आफूलाई हामीलाई कति बच्छ नि? कहिले खाली खाली हिँड्नुपर्ने हुन्छ होला होइन? यो अलिकति अटो चाहिँ भाडा महँगो भयो भन्ने छ नि, यो के छ? होइन जस्तै भाडाहरू के अब भनौँ न एक प्रकार हो नि त, रिजर्भ गरेपछि फरक होला होइन? रिजर्भ गरेपछि त जति सवारी हाल्छ त्यही अनुसारले पनि रिजर्भमा हुन्छ। ए कहाँ जानुहुन्छ के गर्नुहुन्छ